यो विशेष समीक्षामा स्वागत छ। आज हामी इन्डियन प्रिमियर लिग 2026को एकदमै रोमाञ्चक क्वालिफायर 1 को पुरै चिरफार गर्दैछौँ। धर्मशालामा भएको रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स बीचको यो भिडन्त साँच्चै नै ब्लकबस्टर रह्यो। ल सिधै मुख्य कुरामा जाउँ। 92 यो कुनै सामान्य अङ्क होइन नि, यो त त्यो रनको विशाल अन्तर हो जसले आरसीबीलाई शानदार जित दिलायो। यति ठूलो मार्जिनले जित्नु भनेको त पुरै खेलमा एकतर्फी दबदबा कायम गर्नु हो। टस जितेर पहिले बलिङ गर्ने गुजरातको निर्णय कति महँगो पर्यो भन्ने कुरा यो स्कोरले नै बताउँछ। आरसीबीका ब्याटरहरूले त मैदानमा आगो नै लगाए। 20 ओभरमा 5 विकेट गुमाएर पछाडिको 54 रन। टाटा आइपिएलको प्लेअफ इतिहासकै सबैभन्दा ठूलो स्कोर। यसले आरसीबी कति फर्ममा छ भन्ने स्पष्ट पार्छ। अब कुरा गरौँ खण्ड 1 को ब्याटिङ र बलिङ, आरसीबीको दबदबा। प्रमुख ब्याटरहरूको प्रभाव कस्तो रह्यो त्यो पनि हेरौँ। आरसीबीका लागि विराट कोहलीले जम्मा 25 बलमा 43 रन ठोकेर एकदमै बलियो जग बसाले, अनि कप्तान रजत पाटीदारको त्यो 93 रनको विशाल इनिङ्स, त्यसले त खेलको पुरै नक्सा नै पल्टाइदियो। उता गुजरातका राहुल तेवतियाले 68 रन बनाएर सङ्घर्ष त गरे, तर त्यो जितका लागि पटक्कै पुगेन। रजत पाटीदारको 33 बलमा नटआउट 93 रन साँच्चै प्लेयर अफ द म्याच लायककै थियो। अचम्मको कुरा के भने उनले सुरुमै 2वटा जीवनदान पाएका थिए। त्यसपछि त पछाडि फर्केर हेर्नै परेन। जितेश शर्मा र कृणाल पाण्ड्यासँग मिलेर उनले विपक्षी बलरहरूको राम्रै धुलाइ गरे। अब गुजरातको बलिङतर्फ हेर्दाखेरि जेसन होल्डर र कागिसो रबाडा दुवैले 2-2 विकेट त लिए, तर रनको वर्षा रोक्न भने उनीहरू पूर्ण रूपमा असफल रहे। आरसीबीको आक्रामक ब्याटिङ सामु उनीहरूको बलिङ एकदमै फिक्का देखियो। ठीक उल्टो, आरसीबीको बोलिङ आक्रमण कति घातक थियो भन्ने कुरा पनि बिर्सन्न मिल्दैन। विशाल लक्ष्य पछ्याएको गुजरातलाई उनीहरूले श्वास फेर्नै दिएनन्। ज्याकब डफीले 3 विकेट लिएर गुजरातको ढाडै भाँचिदिए। रसिकदारको त्यो डबल विकेट मेडन ओभर त पुरै टुर्नामेन्टकै उत्कृष्ट क्षणमध्ये एक थियो। भुवनेश्वर कुमारले शुभमन गिललाई क्लिन बोल्ड गरे, अनि कृणाल पाण्ड्याले किफायती बोलिङ गर्दै 2 विकेट झारे। साँच्चै कडा अनुशासन। अब जाउँ खण्ड 2 तर्फ, गुजरात टाइटन्सको सङ्घर्ष र उनीहरूलाई लागेको ठूलो झट्का। जोस बटलरले 11 बलमै 29 रन हानेर गुजरातलाई एकदमै आक्रामक सुरुवात त दिलाएका थिए। एकछिन त आश पनि पलाएको थियो, तर जोस हेजलवुडले उनलाई आउट गरेर त्यो खतरनाक आँधीलाई ठ्याक्कै रोकिदिए। बटलरको विकेटसँगै गुजरातको टप अर्डर तासको महल जस्तै ढल्न पुग्यो। अनि खेलमा केही यस्ता अनौठा क्षणहरू पनि आए जसले गुजरातलाई झनै पछाडि धकेल्यो। साई सुदर्शन दुर्भाग्यवश हिट विकेट भए, जुन आजभोलिको क्रिकेटमा देख्नै गाह्रो छ। त्यसमाथि टिम डेभिडले लामो दौड लगाएर लिएको त्यो सुपरम्यान क्याच। यस्तै कारणले गुजरातको पुरै टिम 162 रनमै समेटिन पुग्यो। यो सबै निराशाको बीचमा गुजरातको लागि एउटै मात्र आशको किरण थियो, राहुल तेवतियाको 68 रन। उनले 43 बलमा साहसिक पारी खेल्दै आरसीबीका बलरहरूलाई कडा टक्कर दिए। हार निश्चित जस्तै भइसक्दा पनि उनले देखाएको त्यो फाइटिङ स्पिरिटको चाहिँ तारिफ गर्नै पर्छ। अब लागौँ खण्ड 3 तर्फ, क्वालिफायर 2 अर्थात् गुजरातको लागि अन्तिम अवसर। आइपिएल प्लेअफ फर्म्याटको मजा नै यही हो। लिग चरणका शीर्ष 2 टोलीहरू क्वालिफायर 1 मा भिड्दा हार्ने टोलीले सिधै घर जानु पर्दैन। उसले फाइनल पुग्न दोस्रो मौका पाउँछ। लिगमा टप 2 मा पर्नुको मुख्य फाइदा नै यही लाइफलाइन हो। त्यसैले यो हार गुजरातको लागि झट्का पक्कै हो, तर उनीहरूको यात्रा सकिएको भने छैन। यो प्लेअफको बाटोलाई सरल रूपमा बुझौँ। पहिलो स्टेप, शीर्ष 2 टोली बीच क्वालिफायर 1 खेलियो। दोस्रो स्टेप, जित्ने टोली अर्थात् आरसीबी सिधै फाइनलमा पुग्यो। र तेस्रो स्टेप, हार्ने टोली अर्थात् गुजरात टाइटन्सले अब क्वालिफायर 2 मा आफ्नो गल्ती सुधार्ने मौका पाएको छ। मतलब उनीहरू अझै पनि गेममै छन्। एउटै खेल तर 2वटा फरक कथाहरू। एकातिर आरसीबी अत्यन्तै उच्च मनोबल र शानदार फर्मका साथ सिधै फाइनलमा राज गर्दैछ। अर्कोतिर सुरुवातमा नराम्रोले ठेस लागेको गुजरात टाइटन्स अब आफ्नो साख फर्काउन र फाइनलमा पुग्न सङ्घर्ष गर्दैछ। यी 2 फरक माइन्डसेटले अबका खेलहरू झनै रोमाञ्चक बन्ने पक्का छ। अब सबैको मनमा एउटै प्रश्न छ, के गुजरात टाइटन्सले क्वालिफायर 2 जितेर फाइनलमा आरसीबीसँग फेरि भिडन्त तय गर्ला, कि लामो समयको पर्खाइपछि सन् 2026 साँच्चै नै रोयल च्यालेन्जर्स बेंगलुरुको वर्ष बन्नेछ? यो कुराको रोमाञ्चक जवाफ त आउँदा खेलहरूले नै दिनेछन्,
यो ऐतिहासिक सिजनको अन्त्य साँच्चै नै हेर्न लायक हुनेछ।